हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज म अनि मेरो साथी नुवाकोट जाँदैछौँ नुवाकोट जाँदै गर्दा हामी यो बाटोमा विकासले बाइक चलाउँदै गर्छ म पछाडिबाट भ्लग गर्दै गर्छु अनि विकास र हामी गीत गाउँदै सरर नुवाकोटतिर लाग्छौँ किन भन्दाखेरि लोकदोहोरी भनेको त हामी नुवाकोटेको रगतमै छ पहिचानै हो नि हाम्रो पहिचानै हो नुवाकोटको अनि तपाईहरु पनि इन्जोय गर्नु होला लास्टसम्म हेर्नु होला यो भ्लग ल अब हाम्रो साथीले गीत सुरु गर्नुहुन्छ गर्नु पर्यो साथी कुन भागा पकाउने त भागा चुज गर्नु पर्यो हैन मेरो प्रस्ताव मानेमा हेर बस पार्कमा भेटाउन एक फेर आहा क्या राम्रो पासँग लामुरो डुब्छे स्वरलाई चढाउला फुलमाला सँगै घुमाउला नुवाकोट ए तिमी काको म काको काको दैव बस पारक दैव संजोग हो नि भन न मुजिया नि तिमी अर्कै म अर्कै भन्छ ल ल ल ए नुवाकोटमा नक्कली टेकदा पाइलो जता हेर उतै छ रमाइलो ए नुवाकोटमा नक्कली टेकेसी पाइलो जता हेर उतै छ रमाइलो काटेपछि नक्कली धुली खेल डाँडा आउँछ झर्को कहाँबाट गाइज अब तपाईहरुले हाम्रो नुवाकोटको भ्यूहरु देखिरहनु भएको छ है कस्तो लाग्यो के लाग्यो लाइक कमेन्ट शेयर गरेर हिजोको दिनमा जस्तै आज पनि माया गरिदिनुहुन्छ भन्ने मलाई आश छ अहिलेलाई म यति नै भन्न चाहे ए 1 2 3 गो ए त्यो घामलाई नक्कली बादलले छेकेसी आहा मकै पर्छ नुवाकोटे देखेसी त्यो घामलाई नक्कली बादलले छेकेसी मकै पर्छ नुवाकोटे देखेसी काटेपछि नक्कली धुली खेल डाँडो आउँछ झल्को धुली खेल डाँडो होइन कि डाँडो डाँडा हो डाँडा चाहिँ हो गाइस अलि पछाडि साथीको अलि राजधानी चेपिन्छ रे गाह्रो छ ए साइत रहेछ नक्कली घरबाट निस्कँदै बेहुनी जिस्कँदा जिस्कँदै ए साइत रहेछ नक्कली घरबाट निस्कँदै लपरी जिस्कँदा जिस्कँदै यहाँ काटेपछि यसरी बाटोमा जाँदा जाँदै चाहिँ पानी परेको अवस्था छ गाइस अनि हामी चाहिँ यसरी रेनकोट गरेको साथी हाउ आर यु फाइन ठिक छ है सब्सक्राइब गर्नु ल सबैजनाले सब्सक्राइब गरिदिनु होला अब यो केटाकेटीको च्यानललाई सब्सक्राइब गरिदिनु होला पानी पर्यो हामी घर जाँदैछ भन्ने थाहा पाएर होला साला पानी पारिदिएछ त्यसलाई हुँदो खाँदो कहिले नहोस् गाइस त्यस्तो भिडियो गरेर जान परिरहेछ प्लास्टिक बाँध्नु पर्ने छ जुत्तामा तपाईँले स्टेट गरेछौ बहिनी त्यो छुट्टिनु नि स्टेट गरेर हुन्थ्यो हजुर गाह्रो छ हामी यसरी गइरहेछौँ गाइस मेरो साथी कहाँनिर रुम भने पनि पानीले अगाडि हाँसु देखिँदैन गाइस पानी परेको थियो मनको बाटोमा चाहिँ अनि अहिले चाहिँ पानी रोकिएको छ गाइस अब
भने हामी सरेबाट कटिसक्यो मेरो साथी फेरि राइडिङ बवाल छ राइडिङ राइडर हो यो भटार बजारबाट फड्को भन्छ्याङ गोर्स्याङ तानसिङ वाकोटसम्म रोडको बाटो चाहिँ के अरे धादिङसम्म जोडिने बाटो हो यस्तो झाडी बाटो बाब्यो बालेर हिँड्ने अब अहिले रोडमा लाइट तर लाइट भर्किरहन्थ्यो मान्छेलाई बिनाको बाँदरलाई होइन अन्य जन्तुहरूको लागि लाइट हालेर जस्तो भयो अब पहिला गाउँमा मान्छे थियो विकास थिएन पहिला गाउँमा मान्छे थिए विकास थिएन अहिले विकास गाउँमा पुगेको छ त मान्छे छैन अनि त्यो विकास के को लागि सरकारले सबै कुरा सुविधा त पुऱ्यायो केही न केही कुराहरू पुऱ्याउँदैछ होइन तर यस्तो बेला पुऱ्यायो कि त्यो बिरामी चाहिँ हस्पिटलमा पुग्नुभन्दा अगाडि नै डेट हुन्छ नि अनि डेट भइसकेको चाहिँ सब चाहिँ हस्पिटलमा पुगे जस्तो भयो कि किनभने अब जति पनि मान्छेहरूले यहाँबाट एम्बुलेन्स जाने बाटो थिएन अनि कतिपयलाई अलिक गाह्रो थियो बाइक हिँड्ने बाटो थिएन बर्खा लगाइसकेपछि हिँडेर स्टेसनमा बोकेर लिएर आउनु पर्ने अवस्था थियो अब अहिले त्यतिको त छैन र पनि त्यो छैन भन्नु कारणै मान्छे नै छैन क्या विशेष त्यही नै यो नगरपालिकाको रोड हो हेर्नु तपाईँहरू नगरपालिकाको अब यहाँ कहाँबाट हामी अब यहाँ ठुलो भलायो भनेदेखि उता पऱ्यो गाडी नै लाला जस्तो फेरि अहिलेको बर्खामा भएको नि होइन क्या यो पहिलेदेखि नै भनेको वर्षदेखिबाट यस्तो भयो नगरपालिकाको बाटो चिल्लो गाडीमा सस्पेन्सनवाला गाडीमा आउँछ अनि केही भएको छैन बाटो बिग्रिएको छैन किनभने उनीहरू त त्यसै कम्फर्टेबल गाडीमा आउँछ नि त लचकदार त्यही भएर उनीहरू चल्ने गाडी हल्लिँदैन ड्राइभर पनि त्यस्तै राखेको हुन्छ अब हाम्रो स्थानीय सरकारको प्रमुखको गाडी अलि सस्पेन्सनवाला हुन्छ महँगो पनि हुन्छ करोडौँ पर्ने गाडी पनि हुन्छ नि त त्यही भएर उहाँहरूलाई त्यति फिल हुँदैन यो बाटोमा यस्तो बाटोमा त्यति फिल हुँदैन तर जनता
पऱ्यो है सिट हान्न पऱ्यो त्यही भएर नेपाल पुलिसलाई मेन्सन हानिहाल्नु भिडियोमा। मान्छे थिए नि सुरुमा के थियो भन्दाखेरि मान्छेलाई जिउनको लागि चाहिँ कृषि नै गरेर पनि मान्छे नै छैन, अर्को मान्छे भएर पनि गरे जति उत्पादनले पुग्दै नपुग्ने अनि त्यो उत्पादनभन्दा पनि लागत धेरै भयो क्या। पहिलातिर अब रोपाइँ गर्छन् मान्छेले होइन, रोपाइँ गर्नलाई हामीले अस्ति नै अनुमान गरेको 40,000 देखि 50,000 लाग्छ। तर त्यो रोपाइँ गरेर उत्पादन भएको 20,000 25,000को हुन्छ ठ्याक्कै डबल। अनि न मल दिन्छ सरकारले। अब 20 बोरा मलले यत्रो आलाम डाँडामा कसरी धान्न सकिन्छ भन न। 20 बोरा मल दिएछ पर्दै सरकारले। गाडी त कति छ भाडा महँगो छ 100 रुपियाँ 7 किलोमिटरको। तर धेरै लियो भन्न पनि मिल्दैन क्या होइन दोस्त। टाइममा चलिरहेको मान्छे 2जना मान्छे भयो नि बोकेर हिँडिरहेको छ। त्यही माथि इभी होइन पेट्रोल के अरे डिजेलवाला गाडी। यो बाटो त 2074 सालदेखिकै बिग्रेको यो बाटो जताततै हो। अब के अब त्यस्तो काठमाडौँ जाने बाटो त फाल्टाफुल्टी छ हेर्दैन। अब यो बाटोमा बनाएनन् भनेर नसकेका लागि होइन त। नेता के गर्ने, चुनाव आउँदा स्थानीय सरकारको होस् केन्द्रीय सरकारको होस् अनि के अरे। तर अहिले त के भयो भने सरकारी स्कुलमा मन्थली फिस तिर्नुपर्ने क्या त्यस्तो सिस्टम भयो कि। अनि मन्थली फिस नै तिरेर फर्क भन्छ यहाँ पढ्नेको मन्थली फिस तिरेपछि त एउटा रुम भाडा तिरेर त काठमाडौँमै पढ्यो भइगयो। ल अब यहाँ यो पहिरो यहाँ देखिन्छ होला। यो पहिरो यस्तो जोखिम छ यो पहिरो। कुन दिन गाडी उसै पऱ्यो हिँड्ने पैदल यात्रीसम्मको जोखिम छ। सरकारले हेर्दैन। स्थानीय सरकार कुर्सीमा बस्छ निदाउँछ। हाम्रा जनप्रतिनिधि त उठ्दै पऱ्यो भने कार्यभागमै छैन, कार्यालयमै हुँदैन। अर्काले जिम्मा दिने। कसरी चाहिँ मूर्ख बनाउन सकिन्छ भन्ने थाहा। ल बाटो ल अब यहाँ पनि जान्छ यो बर्खामा पहिरो सर्लक्क जान्छ। मेयर चिल्लै वडाध्यक्ष चिल्लै के भन्ने अब यो गरेँ त्यो गरेँ भन्दै आउने बेला पनि भइसक्यो। अब यो सकिन सातो चौरा चाहिँ अनि हिउँद लाग्छ नि त। अब यसको हिउँदमा चाहिँ अब बाटोमा माटो हाल्ने हो कि कहाँ के हाल्न पर्ने हो मजाले हाल्छन्। अनि झन्डा फरफराउँदै हिँड्ने फलानो पार्टी जिन्दाबाद जनता मूर्ख हो क्या। बर्खाको यो हिलो सम्झिँदैनन्। जब चुनाव आउँछ बर्खाको यो हिलो कसैले सम्झिँदैनन्। अन्य सदस्यलाई म फेरि पनि ध्यान आकर्षण गराउन चाहन्छु अगाडि बढ्नुहोस्। सकिँदैन भनेर सुख पाउनुहुन्न मान्य सदस्यलाई म फेरि पनि ध्यान आकर्षण गराउन चाहन्छु अगाडि बढ्नुहोस्। यस्तो छ अब एम्बुलेन्स यस्तो बाटो कसरी आउँछ के भन्न चाहन्छु सरकारले स्थानीय सरकारलाई। ओइ कहाँ राख्ने क्या यो एक्सट्रिम सिद्धौ त बुझौ त त्यहाँ राख न। राखन चाहिँ कहाँ भने कहाँसम्म हुने त यहाँ फुलुत्तै जान्छ तल। हेलमेट चाहिँ लाउनु त यसले गर्दा मान्य सदस्यले एक्सट्रिम खाना खाइरहनु भएको छ। एक्सट्रिमबाट इनर्जी लिएर आउनुहुन्छ र यो बाटोमा लिएर जानुहुन्छ। मान्य सदस्यलाई मैले
मान्ने सदस्य तपाईँ अगाडि बढ्नुहोस् न। कसरी समाउने म कसरी आउनु यो हिलोमा राखिदिने कुरो भएन। यस्तो गाह्रो हो। आलम डाँडावासीले चाहिँ जहिले पनि आफ्नालाई नै भोट हाल्नुपर्छ है। सधैँ आफ्नोलाई भोट हाल्नुपर्छ। यस्तो मजा मान्ने सदस्यको बाटो बाटो गाइज मेरो साथी कसरी च्यात्ने दोस्त हेर त यहाँ। म चढौँ माथि बाइक यस्तो बाटोबाट लिएर आयो। बाटो छ यस्तो यति हल्लिन मिल्दैन हिलोको कारण। बाटो हेर्नुहोस् आलम डाँडा जाने बाटो भन्ज्याङसम्म त बगरै जस्तो भए पनि ठिकै थियो, ठाउँ ठाउँमा राम्रै थियो। तर यी हाम्रो विदुर नगरपालिकाको जनप्रतिनिधि अनि वडा नम्बर 3 को वडा अध्यक्षले देख्न नसकेको, आँखामा नपरेको, कसरी नपरे हो त्यो बाटो हाम्रो यस्तो छ। देख्नुभयो होला सबैजनाले। फाइनल्ली गाइज हामी आइपुगिसकेका छौँ। दिदी पनि हुनुहुन्छ। अब बाटोको त के कुरा गरौँ, भगवान रहेछ हाम्रो आतिशले भन्दै है, कस्तो बाटो भगवान रहेछ। ठिकै छ गाइज, अब यही हो। म पनि मेरो कुटीतिर जानु पर्यो। ल सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्न नबिर्सिनु होला। त्यही नै हो, यस्तो भ्लगहरू आउँदै गर्छ डेली भ्लग। अब सुरु गर्छु गाइज म पनि।